इन्जिनै निस्केर खोइ मलाई के नाम भनिदिनु राजु हो कि के हो क्या दुलुङ चोकभन्दा मुनि आलु बेच्छन् क्या यताले बिचरा यार पुरै इन्जिनै निस्केछ त ल यहाँ चाहिँ ट्रकले स्कुटरलाई हान्दै रहेछ मान्छेलाई चाहिँ हान्दै रहेछन् र हामीसँग नियन्त्रणमा छ क्या त्यो चालक गाडी अनि स्कुटर केही भएर मान्छेलाई अब स्कुटी यस्तो हुन्छ त लाउन त चोट धरै लाग्छ तल ठिक हेर्नुभयो तपाईँले त्यो ह्यान्डीलाई लास्टै भएछ सिधै फर्केर या त यिनीहरू साइड नदिएको हुनु पऱ्यो या मेरो आएको यो हाम्रो चुवाको रोड हो सोझो छ नि त्यो यस्तो भएछ इन्जिन खोइ र इन्जिनै निस्केर खोइ मलाई के भनिदिनु त कुले हाने हो कुले हान्दै र भन्नु न नाम भनिदिनु न नाम भनिदिनु राजु हो कि के हो क्या दुलुङ चोकभन्दा मुनि आलु बेच्छन् क्या यताले बिचरा यार पुरै इन्जिनै निस्केछ त लास्टै भएछ खोइ सँगसँगै आएको थियो अरे त्यो अहिले भर्खर आएको यस्तो रहेछ यहाँ त लास्टै स्क्र्याच मिते यो के गर्दै सुने निस्केर चाहिँ पैसाको दाम देखियो
गोविन्दगिरी ल हालौँ हालौँ अर्ध मेगा दियो भने म त यहाँ सिक्नु खोजेको अब चिप आउँछ ट्र्याक्टर एकदम एक्सिडेन्ट हुँदा अन्त म पहिल्यै रेडी बसेर मान्छे मैले त अहिले पछि आएको म त ल मामाको गाडी यस्तो सिधो बाटोमा नि है के गरेर चलाउँछ मान्छेहरूले सुन्नमा आएको थियो अब ट्रकले ओभरटेक गरेको थियो अरे तर न त त्यस्तो सिधा खालको बाटो त त्यहाँ भएको एक्सिडेन्ट